आज हामी मोटिभेट हुने होइन, आफूले मेहनतले कमाएको पैसा कसरी चाहिँ जोगाउन सकिन्छ भन्ने कुरा गर्नेछौँ। आजकल नेपालमा मात्रै नभएर खाडी मुलुकहरूमा पनि अनलाइन स्क्यामिङहरू तीव्र रूपमा चाहिँ बढिरहेको छ। सुरुमा हजुरको साथी, आफन्त वा परिवार जस्तै देखिने फेक फेसबुक प्रोफाइल बनाइन्छ। त्यसपछि हजुरको मेसेन्जर वा व्हाट्सएपमा एउटा मेसेज आउँछ, दाइ मलाई एकदमै इमर्जेन्सी परेको छ, तुरुन्तै पैसा पठाइदिनुहोस्। यो मेसेज देख्ने बित्तिकै भावुक हुने र पैसा पठाइहाल्ने काम चाहिँ कदापि नगर्नुहोस्, किनकि हजुरलाई मेसेज गरिरहेको त्यो व्यक्ति हजुरको आफन्त नै नहुन सक्छ। आजकल एआईको जमानामा स्क्यामरहरूले तपाईँको साथी जस्तै देखिने उस्तै फोटो, उस्तै प्रोफाइल र उस्तै नाम भएको प्रोफाइल, फेक प्रोफाइल सजिलै बनाइदिन सक्छ। त्यसैले यस्ता मेसेजहरू आएपछि सबैभन्दा पहिला प्रत्यक्ष रूपमा फोन गर्ने या त भिडियो कल मार्फत सुनिश्चित चाहिँ पक्का गर्नुहोला। यो मात्रै नभएर आजकल फेक क्युआर कोड पेमेन्ट स्क्यामहरू भइरहेको छ। खाडी मुलुकमा र युरोपमा आकर्षक तलबसहितको जागिर लगाइदिने भनेर फेक जब स्क्यामिङहरू भइरहेको छ। त्यसै गरी रातारात धनी भइन्छ भनेर सेयरमा र क्रिप्टो करेन्सीमा लगानी गर्न उत्साहित गरेर फेक इन्भेस्टमेन्ट स्क्यामिङहरू भइरहेको छ। त्यसै गरी ब्याङ्कको जस्तै देखिने लिङ्क पठाएर ओटिपी मागेर अनलाइन ब्याङ्किङ स्क्यामहरू भइरहेको छ। योबाट जोगिने कसरी त? सबैभन्दा पहिला अनावश्यक लिङ्क या आफूसँग सम्बन्धित नभएको व्यक्ति या अपरिचित लिङ्कहरूलाई क्लिक गर्दै नगर्ने। दोस्रो, आफ्नो ओटिपी, पासवर्ड या त आफ्ना व्यक्तिगत जानकारीहरू कसैलाई पनि सेयर नगर्ने। इभन पुलिसले मागे पनि सेयर नगर्ने, किनकि त्यो कहिले पनि माग गर्दैन। त्यसै गरी यस्ता कुनै पनि कुराहरूमा शङ्का लागेमा सबैभन्दा पहिला आफ्नो ब्याङ्कलाई जानकारी गराउने र साइबर ब्युरोमा उजुरी गर्ने। यी कुराहरू हजुरलाई उपयोगी लाग्छन् भने आफ्ना साथीहरूलाई पनि सेयर गर्नुहोस्, किनकि हजुरको एउटा सेयरले उहाँहरूको वर्षौँको मेहनत जोगाउन सक्छ। पैसा कमाउन वर्षौँको मेहनत लाग्छ, तर एउटा सानो गल्तीले पनि वर्षौँको मेहनत गायब हुन सक्छ। त्यसैले आफू पनि सचेत रहौँ, अरूलाई पनि सचेत गराउँ। यस्तै जानकारीमूलक भिडियोहरू थप चाहनुहुन्छ भने फलो गर्नुहोस्। हामी सँगै अगाडि बढ्नेछौँ।